ये बेटी का एक गीत है झोपड़ी, जिससे विश्व मंच तक मेरी बेटी पहुंची है, पूरे देश विदेश में ख्याति प्राप्त की है। बहुत छोटी उम्र में 13 साल में अपने आप ही अपने ऊपर पिक्चर बना दी, और पिक्चर का नाम सुनोगे तो आपको बड़ा आश्चर्य होगा कि 13 साल की बच्ची ऐसा कर सकती है। कर्नाली प्रदेश की है और कालीकोट इसका जिला है। इस समय ये काठमांडू में अपना स्टूडियो चलाती है और विश्व प्रसिद्ध है। 4 दिन अपने वहाँ हवाई जहाज से रहती है, क्योंकि दुर्गम क्षेत्र है, सरकार की ओर से संस्थाओं की ओर से लगती है। और इस छोटी उम्र में विश्व ख्याति प्राप्त करना, ये झोपड़ी इनका गीत है। आप मैं बिटिया से कहूँगा कि झोपड़ी अपना वाला गीत सुनाए, जिससे विश्व प्रसिद्ध। नमस्कार। मैं उतनी अच्छी हिंदी नहीं बोलना जानती, मैं नेपाली में ही बोलूँगी, आप लोग समझ जाओगे मुझे लगता है। सबैजनालाई नमस्कार। दर्शन मेरो तर्फबाट सन्चै हुनुहुन्छ? अच्छे हो आप लोग? बढ़िया। अनि आज मैले खबर पाए अनुसार आदरणीय अङ्कलहरू पनि आउनु भएको छ भन्ने सुनेको छु। एकचोटि ध्यान माथि गरिदिनु होला। कालीकोटदेखि पनि यति धेरैजना आउनु भएको छ मलाई देख्नका लागि। र हाम्रो मञ्चमा रहनुहुने सम्पूर्ण अतिथिज्यूहरूलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी मञ्च तल रहनुहुने सम्पूर्ण अतिथिज्यूहरूलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी आज सबैभन्दा खुसीको कुरा के छ भने आदरणीय मामा यहाँले मलाई लगभग 6 महिना अगाडि भेटेर यो कार्यक्रमको सेड्युल गराउनु भएको थियो। काठमाडौँ आएर फर्स्टमा लागेको थियो, यत्तिकै भन्नुभएको होला जस्तो लाग्थ्यो, किनभने यो क्षेत्रमा यत्तिकै कुरा गर्नेहरूको जमात धेरै हुन्छ, होइन होला जस्तो लागेको थियो। तर आज यो स्टेजमा टेक्दै गर्दा उहाँसँग यो प्रत्यक्ष भेट गर्दै गर्दा म असाध्यै खुसी छु र उहाँको गुण म जिन्दगीभरि बिर्सिने छैन। र अर्को असाध्यै खुसीको कुरा, आदरणीय गुरु खैर प्रसाद नेपाली पनि आज मसँगै यो स्टेजमा हुनुहुन्छ। यहाँलाई पनि धेरै धेरै सम्मान प्रकट गर्न चाहन्छु। र मामाले भनेअनुसारकै म गीत गाउन चाहन्छु। त्योभन्दा अगाडि थोरै यहाँतिर पनि अलिकति चल्ने खालको गीत सुन्नु भएको छ छैन कतिजनाले? चलेको बित्ते पाइला मेरा देउरा ठुलो घुङ्हरू बजा छम्की छमा छम। चलेको बित्ते पाइला मेरा देउरा ठुलो घुङ्हरू बजा छम्की छमा छम। एहे चोखो माया पिरतीलाई देखेत बारी बाजै छ हिरो पटुके माथि छोडी बनागन। ए दनादन ए दनादन दनादन ए दनादन। यो गीत यतातिर पनि सुनिँदो रहेछ, यतातिर पनि लोक संस्कृतिलाई माया गरिँदो रहेछ भन्ने कुराले म असाध्यै खुसी छु। र मामाले भनेको गीत थोरै गुनगुनाउन चाहन्छु। यो गीतबाट मेरो गायन यात्रा सुरु भएको थियो। झोपडीमै जन्म भयो, झोपडीमै बास, न कसैको साथ पाएँ न कसैको आशा, न कसैको साथ पाएँ न कसैको आशा। कसरी होला मेरा सपना पूरा, कसरी होला, कसरी होला मेरा चाहना पूरा, कसरी होला। घरको छानो चुइन्छ मेरो बर्खायमको झारी आउँदा, आफन्त नि पराई हुन्छन् दुःख पीडा पारी आउँदा। हाँस्ने खेल्ने उमेर माने जिन्दगीको डर छ मलाई, हाँस्ने खेल्ने उमेर माने जिन्दगीको डर छ मलाई। भोलिका दिन झै के दुःख भोग्नु